आदरणीय दर्शकबिन नमस्कार। आज म हजुरहरूलाई केही स्वास्थ्य सम्बन्धी जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। आज चाहिँ म गोलभेडाले शरीरलाई के कस्तो फाइदा गर्छ, के पाइन्छ गोलभेडामा, गोलभेडालाई कसरी खाने, गोलभेडाका फाइदाहरू के हुन्, बेफाइदा के हुन् र विषादी रहित गोलभेडालाई कसरी चिन्ने र यसलाई कसरी प्रयोग गर्ने भनेर यसको बारेमा जानकारी गराउन गइरहेको छु। कृपया ध्यान दिएर सुन्नुहोला। गोलभेडा भान्सामा कहिल्यै नछुटाउने चिज हो। हरेक तरकारी, माछा, मासु, गेडागुडी पकाउँदा गोलभेडा अनिवार्य नै रहन्छ। के पाइन्छ त गोलभेडामा? गोलभेडामा के कस्तो भिटामिनहरू पाइन्छ भन्दाखेरि गोलभेडा भिटामिनको राम्रो स्रोत हो। यसमा भिटामिन डी, पोटासियम, फोस्फरस, म्याग्नेसियम, फाइबर, प्रोटिन इत्यादि पाइन्छ। साथै न्यू क्यालोरी पाइन्छ। गोलभेडा खाँदा शरीरमा पानीको मात्रा पनि बढ्छ। यसलाई कसरी खाने भन्दाखेरि गोलभेडा तरकारीमा हालेर त अधिकांशले नै खाएकै हुन्छन्, तर यसलाई सलादको रूपमा खाने गरे शरीरमा झन बढी फाइदा पुर्याउँछ। पकाएर खाँदा यसमा भएका केही तत्त्व खेर जान्छन्, तर काँचो गोलभेडा खाँदा आफूले उब्जाएको खानु राम्रो हुन्छ। बजारमा पाइने गोलभेडामा विषादी प्रयोग भएको हुन्छ। बजारमा पाइने गोलभेडा भने पकाएर मात्र खाँदा उपयुक्त हुन्छ। गोलभेडा पनि समयअनुसार खानु राम्रो हुन्छ। बिहान खानासँग दिउँसो र बेलुका सलादको रूपमा खानु राम्रो हुन्छ। तर बिहान खाली पेटमा र राति सुत्ने बेलामा गोलभेडा खानु राम्रो मानिँदैन, किनभने यसमा भएको अम्लीयपनले शरीरमा एसिडिटी बढाउँछ। अर्को रहेको छ गोलभेडामा के कस्ता फाइदाहरू हुन्छन् त? यसमा चाहिँ गोलभेडामा हुने रातो भागमा लाइकोपेनी नामक तत्त्व हुन्छ, जसले आँखा तेजिलो बनाउन, छाला चमक बढाउन सहयोग गर्छ। साथै अनुहारमा चाउरीपन हुनबाट पनि जोगाउँछ। यसमा पाइने एन्टिअक्सिडेन्टले विभिन्न प्रकारका रोगहरू जोगाउँछ भने मोटोपन नियन्त्रणमा पनि यसले मद्दत गर्दछ। यसलाई विभिन्न कस्मेटिक प्रयोजनका लागि पनि प्रयोग गरिन्छ। अब फाइदा त भयो, अर्को बेफाइदा पनि रहेको छ। यसको बेफाइदाहरू चाहिँ के हो त भन्दाखेरि गोलभेडामा धेरै मात्रामा अम्लीय हुन्छ, जसले एसिडिटी बढाउन सक्छ। त्यसैले अधिक सेवनले छातीमा जलन हुने, मृगौलाको पथरिया समेत जोखिम हुन सक्छ। दम, बाथ र गोलभेडाको एलर्जी भएका मानिसहरूले यसलाई नखाँदै उचित मानिन्छ। अर्को रहेको छ विषादी रहित गोलभेडा कसरी चिन्ने र विषादी भएको गोलभेडालाई कसरी हामीले प्रयोग गर्ने, यो चाहिँ हामीले जान्न एकदमै जरुरी छ। गोलभेडा बाहिरबाट हेरेर यसमा विषादी छ कि छैन थाहा पाउन सकिँदैन, तर सर्वसाधारणलाई थाहा भएकै कुरा हो अहिले विषादी बिना कुनै पनि तरकारी उब्जाउ हुँदैन। जुनसुकै तरकारीमा विषादी हालेर नै उब्जाएका हुन्छन्। त्यसैले यस्ता तरकारी काँचै भन्दा पनि पकाएर मात्रै खानु राम्रो हुन्छ। गोलभेडा बजारबाट किनेर ल्याएपछि केही काम गर्नुपर्ने हुन्छ, जसमा सबैभन्दा पहिले सफा पानीले धुने अनि नुन पानी डुबाएर 10 देखि 15 मिनेटसम्म राख्ने। बजारबाट किनेर ल्याएको 1-2 दिनपछि मात्र प्रयोग गर्ने। अर्को रहेको छ विषादी रहित बनाउने मेसिनमा राख्ने। आज चाहिँ मैले हजुरलाई टमाटर अथवा गोलभेडा सम्बन्धी केही जानकारी दिएँ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? कृपया सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। धन्यवाद।